सौभागीलाई पाइलै पछि ठक्कर भने जस्तै हिँड्दा हिँड्दै सोझो मान्छे बाङ्गो बने जस्तै उबेलाका कुरी दिने कोठ्याउने परो उखेलेर जरो झुत्रे चतुरे झुत्रे चतुरे झुत्रे चतुरे झुत्रे चतुरे सासु बुहारी कर्कर यही देखिन्छ घर घर माया गर्छन् कति बेना गरी पति ठुला ठालो हिँडे दुबै हात जोडी कमेडी नै यही छ हजुर हाँसौँ खिटका छोडी तिनै थोकको सङ्गम यही हो हेर्न भने कुरे हेर्न भने कुरे झुत्रे चतुरे झुत्रे चतुरे झुत्रे चतुरे झुत्रे चतुरे झुत्रे चतुरे ला 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 ओइने बुढी किन बुढा के गरेर बसिदिएछे मल छर्न लाए नि के गर्नु नि यहाँ बारीमा मलाई गोडा 5,000 जति लिएन भाइ म यसो गाउँतिर गएर यसो केही गरेर आउँछु तिमीलाई चाहिँ खालि मसँग पैसा पैसा कहाँ आउनु मसँग पैसा तिमी कहीँ केही काम गर्न जाने है केही गर्न छैन बरु तिमी विदेश जाऊ अरू गाउँमा तिमीसँगैका कति साथीहरू कहाँ कहाँ गएर विदेश गएर कति थोक जाइ थाहा कति प्रगति गरिसके हाम्रो चाहिँ यही कुटो कोदालो यतै नि खान नि दाउ छ कति दुःख गर्नु म सक्दिनँ यो दुःख गर्न पनि तिम्रो कति दुःख गरेर बस्नु मैले चाहिँ विदेश भने चाहिँ काठमाडौँ भन्दा कहाँ हो भाइ तिमीलाई काठमाडौँ भन्दा कहाँ हो भाइ भने कहाँ हुनु प्लेन चढेर जाने राम्रो छ पढेर राम्रो देश जाने कि अब खाडी मुलुक जाने कि के हो त बुझेर अब जानुपर्छ हो र पैसा पैसा कमाइ हुन्छ विदेश गएपछि पैसा कमाउनु त विदेश जान्छ न त तिमी यहाँ हल्ले हल्ले लहर 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 हिँड हिँड गरौ केही काम गरेन अनि के गर्नु त अनि पठाइदिइहाल्नु त भाइ पैसा चाहिँदैन विदेश जानलाई पैसा त चाहिन्छ त पैसा चाहिन्छ अनि पैसाको बन्दोबस्त त गर्नुपर्छ हेर बुढा के चाहिँ गर्नु होला तिमीसँगैका साथीहरूका बुढीले कति सुन लाउने सबै लाएर देखाएर हिँडेर मलाई पकाउन खान नि दिएका छैनन् यतिको दुःख गर्न म सक्दिनँ अब तिमी चाहिँ खुरुक्क विदेश जाऊ म पैसा तिमी र म भएर त्यो बन्दुकीमा छैनन् तिमीसँग पैसा माग्न पर्यो के ऋण धन त गर्न पाइहाल्छ नि गाउँमा पाइँदैन बन्दुकीमा उसँग पैसा माग्ने देला नि त दिइहाल्छ नि तिनको खाउँला भनेर ल्याएको होइन तिरौला नि तिमी विदेश बसेर कमाइहाल्छौ तिरौला म त 1000 को लोटे लोट कमाएर ल्याउँछु ल ल हिँड त्यस भए जाउँ हिँड कुरो गरौँ ल ल ल मकै बारी दरेम दरेम ए हरिया मकरा काकरा करे ए दुद्रा बुढा बुढी हो कता हिँड्यो ए हल बाँधेर कता जानु नि बाबु यो बुढालाई विदेश पठाउँ भने कति पैसा नपुरी भयो अनि बन्दुकीमा पैसा हिँड किन तेरो बुढीले रुवा लाए जस्तो छ त यता सर्छ अनि के हो विदेशै जाने कुरो ल्याइसके तैँले अब विदेश जानु पर्यो जति बरु तैँ जान्छस् कि तैँ जाने भए हिँड त कसका हिँडिसे पैसा खोजमेली गर्न त्यसमा पैसा बन्दुकी मिलबाउसँग माग्ला त्यसो नि भयो दिनु गोडा 5,000 जति पैसा त म पनि दिउँला होइन पहिला बन्दुके मेदबाउकोबाट पैसा उछिट्याएर लिएर होइन अनि कुन कुन कन्सल्टेन्सी जानुपर्छ कहाँ कहाँ मान्छे भेटाउनुपर्छ होइन त्यो सबै चतुरेको जिम्मा छोड्दै त तेरो भिजा पक्का हो तैँले मान्छे चिने तेरि मैले ठाउँ ठाउँमा मान्छे चिनेको छु नि कन्सल्टेन्सीको साउनै मेरो साथी हो मिन पावर पनि चिने ले मिन पावर त 3-4 छन् त्यसका ए ल त्यसो भए मलाई विदेश जाने मिलाइदिए त त्यो प्लेन चढेर सुत्न जाने ठाउँमा प्लेन चढेर भर्याङ चढेर के गरेर चढाएर मिलाएर पठाइदिनु होइन गाडी चाहिँ चढ्नुपर्छ पर्दैन गाडी चढ्नु पर्दैन सुटकेस किन्नुपर्छ लुगा किन्नुपर्छ सपिङ गर्नुपर्छ होइन सबै तारतम्य म मिलाउँछु है बन्दुकी मेदुवाबाट तैँले अहिले मुख्य कुरो पैसा चाहिँ लिएर आएर ल कति जति लाग्छ विदेश जानलाई विदेश जान त अहिले धेरै नलिएर न तँलाई किन धेरै महँगो पार्नु म साथीले टाको टुको मिलाएर म भनिदिउँला 1 लाख रुपियाँ भयो भने त विदेश उड्छस् 1 लाख तँलाई ठाउँमै पुर्याइदिउँला ल जान्छौ है त हामी ल तिमीहरू माया ल्याइहाल त छिटो झट्टै ल ल ल यतिखेर भइसम्म भइसक्यो चतुरे डाँगा कहाँ हो भात पकाएको जस्तो छ कठौडीमा बसाली छ अब राख्ने खाइ छैन केही खानु पर्यो के गर्नु यसको त अब मलाई केही भर पनि छैन खाना त पर्ने हेरेर सुन्नु यस्तो फोहोर पारेको लौ भात त पकाछ तर भात यति तरकारी यति राख्दैछ ए ल यसको दिमाग कसौडी जति सबै डढाएर खान्न बरु जान्छु होटेलतिर खान यस्तो भात नै खान्छु त यो डाँगालाई जति सिकाए पनि काम गरेर के पनि जानेन ल भात तरकारी पकाउनु लाग्यो यस्तो बतिने बत्ती यस्ताले के गरेर खाला हो यो राखेर गाउँतिर जाउँ कि एकजना मान्छे भेट्नु पर्ने थियो व्यवहार पनि 10वटा छ एकछिन आराम गर्छु अनि मात्रै गाउँतिर जान्छु म
त्यो एउटी प्यान्टेरी बुटेरी थिए त्यो पनि छैन। अब म सरका बुढाबुढी पनि यो गाउँमा छैनन्, कहाँ गएर समय बरु घरै जान्छु। ए बन्धु मित्र हजुर नमस्कार नमस्कार। ए झुत्रे बुढाबुढी नमस्कार। के कामले आयो है म कहाँ तिमीहरू? के काम थियो नि? अब के गन्थन मन्थन गरेर बस्नु भयो त एक्लै? के गन्थन मन्थन गर्नु कति कराउनु भर्खरै यहाँ कराउँदा दिक्क लाएर घोक्रै सुकिछ। चतुरेले एउटा केही राम्रो काम गर्न जाने रहेछ, बेकार मलाई मितले यहाँ ल्याएर फसाइदिए। म त अब घरतिर जान्छु भएर आँटे है नानी बाबु। अब सुन न बन्धु मित्र है, हामीले अब बुढाबुढीले साह्रै दुःख पायौँ। अरू धनी सनी छन्, यताउति छन् है, पैसा कमाउँछन्। हाम्रो बारी पनि धेरै छैन, खेत पनि धेरै छैन, काम गर 3 महिना भन्दा खानु पुग्दैन है। अब यहाँ बसेर मेरो काम भएन, बुढीले मलाई विदेश पठाइदिन। पैसा नपुग्नुको अनि हजुरले दिनुहुन्छ कि भनेर विदेश पठाइदिन आँटी। अब पैसा अलिकति तिमीले दिनु पर्यो हामीलाई। होइन त विदेशमा गएर काम चाहिँ के गर्छस् बाबु? काम त अब यत्रो यहाँ भकारो सोरिराखे, बारी खनिराखे मान्छे काम त गरिहाल्छु नि। यसरी खान्छ विदेश गएर हेर, भकारो सोरेर बारी खनिया जस्तो काम हुँदैन। त्यहाँ धेरै टेक्नोलोजी छन्, त्यहाँ धेरै दुःख पाइन्छ। बरु गर्छस् भने मैले जाने चाहिँ यहीँ एउटा व्यवसाय गर। यहाँ व्यवसाय गर्नै दिँदैनन्, अब खुट्टा तानै गर्छन्। अब जम्मैले भाँड दिन्छन् मात्र, के गर्छन्। तिमी यो गाउँमा बसे तिमीलाई थाहा छैन, कसैले केही वास्ता पास्ता कसैले केही सहयोग गर्दैनन्। बरु विदेशमा गए काहीँको कसैको केही न केही हुन्छ। बरु सके कमाउला, नसके तिम्रो ऋण मात्र भयो नि तिर्न आउँछु नि। यहाँ सुन्न गान्छ त्यसो होइन होइन। यस्तो सबै युवाले त्यसो भन्न थाल्यो भने नेपालमा कोही पनि हुँदैन। मैले भने मान होइन। अब पैसा त तँलाई म बरु ऋण त तिमीलाई मैले ऋण दिनलाई गाह्रो माने होइन हेर होइन। तर युवा भएर यहाँ एउटा भुइँसी फर्म खोल, बाख्रा पाल होइन। नेपालमा काम कति छ, कति कृषिपट्टि गर। अब तिमीहरू जस्तो नपढे मान्छेले गएर विदेशमा गएर के काम गर्छ? त्यो दुःखै गर्न जान्छ हो नि। अब छ नि बन्धु मित्र, कृषि गरौँ, अनुदान जति अब जम्मै बाठा टाठाले खाइदिन्छन्, हामीलाई अनुदान दिने होइन। अनि दुध मकै छ अरे मर हाल्न पाइँदैन, दुध बेचेर उता पैसा आउँदैन। अनि के चाहिँ गर्नु त बन्धुकी भाइ? हेर्नु त यहाँ होइन तिमीहरूले भने कुरो त ठिक हो। अहिले मकैको सिजनमा मकैको बिउ नपाएर किसान आत्तिएसँग आत्तिने चाहिँ हेर होइन। अब यो चाहिँ पहिले ठिक पार्नुपर्छ, आफूले सोध्नुपर्छ। अब के चाहिँ गर्नु त? के चाहिँ भन्नु खोइ तिमीहरूलाई मैले? अब धेरै कुरा नगरेर तिमी विदेश पठाइदिनु पर्यो। अब पैसा चाहिँ तपाईँले दिनु पर्यो हामीलाई 1 लाख पैसा। गोडा 1 लाख जति दिनु पर्यो तिमीले। होइन पैसा त दिन्थे बाबु, हेर सित्तै आएको धन कसैको हुँदैन। हेर झुत्रे होइन, मलाई त हेर केही धरोटी चाहिँ चाहिन्छ। म त्यसै चाहिँ तिमीहरूलाई पैसा दिन्न। हेर के राख्छौ तिमीहरूलाई? 1 लाख रुपियाँ देऊ, त्यहाँ 1 तोला जति बेमा दाइजो आएको सुन्छ त्यही देऊला नि तिमीलाई। त्यो धरोटी राख्छौ होइन त? राख्छौ। ल ठिकै छ, त्यो धरोटी राख्छौ भने 1 तोलै छ सुन चाहिँ? 1 तोला ठ्याक्कै छ। अहिले सुन चाहिँ पक्को हो नि, राम्रो हो नि? हो नि। त्यस्तो होइन, लम्बरी सुन हो कि होइन भनेर सोधेँ मैले। लम्बरी हो जुत्रे? ल ठिकै छ, ल म 1 लाख रुपियाँ दिउँ न। ल सुन लिएर आलो जा। सुन अहिले लिएर आउँला नि, पैसा चाहिँ देऊ न, हामी खाएर भाग्छौँ र। हे तेरे पैसा नि त मेरो राखेर खोज्नु परेन। ल झिका न झिका। ए तिमीहरू त पछि राखिछौ, पैसा ल्याउनु अलिकति ढिला भयो है। अब पैसा चाहिँ ल्याएँ होइन जुत्रे? तिमीहरू इमान जमानको त पक्का छौ होइन त? पक्का। तिम्रो धेरै होइन, 3 महिना तिर्छु। ल अब 1 महिना विदेश जान्छु, 2 महिना कमाइले तिम्रो तिर आउँला। ल यी 1 लाखकै पिटो छ हेर है, ट्याक्क बनाइदिएको छ। यी पिटै छ नि फेरि 1 लाख छ। 1 लाख टक्रकै छ, गन्नी भयो नि गन। यो कागज कागज पत्र नि गर्छ। सुन है, सुनको झरटी कहिले ल्याइदिन्छौ? सुनको अब अहिले ल्याइदिन्छु हामी घर गएपछि। 1 लाख त छ नि। छ भने गर्न नि। ल गन नानी 100 एउटा दो नि 1000 का। ल हामी हिँड्यौँ है त अहिले। ल फेरि इमान जमानमा नि टिका नि। ल नानी ल ल। कस्तो बादल ला पानी परेर जस्तो भइसक्यो। ओ चतुरे अन्त जुत्रे हेर्न, मैले बन्धु मित्रबाट ठाडा ल्याएँ 1 लाख है। अब मलाई भिजा लाएर विदेश पठाइदिइहाल्छ। ओहो पैसा ले त जुत्रे पैसा। अब यो तैँले के गरेस् भने नि, यो टिप्पणमा मैले फोन नम्बर हालिएको छु है। 3 दिनभित्र फोन गर होइन। 4 दिनको दिन तेरो फ्लाइट पक्का है त? फ्लाइट भने चाहिँ के हो? प्लेनमा चढेर विदेश जाने भने तैँले जुन देश भन्छस् त्यही देश पठाइदिन्छु म। लिन आउँछ नि? म लिन त आउँछु होइन। मलाई कुन देश पठाइदिन्छ त? तर यो फोन नम्बरमा फोन गर अनि पक्का हुन्छ क्या 3 दिनपछि है। कुन देशले पठाइदिन्छन् मलाई? तर अब अहिले दुबई राम्रै छ होइन। 1 लाख रुपियाँ दाममा दुबईभन्दा अन्त जान मिल्दैन है। तँलाई दुबईको त्यो फ्रेन्च बेकरी उसमा पसलमा राखिरहेको छु। हो र? होइन त? ल ल ल। होइन ए बुढा,
त्यो चतुरैले तिमीलाई विदेश लगाइदिन्छु भनेर मेन पावर पुदिन्छु भनेर पैसा लिएर गएको होइन भने खोइ त फोन सन लाग्दैन 1 महिना भइसक्यो एकचोटि फोन गरी हेर न लाउ फोन फेरि गर्ने फेरि गर्न पर्यो नि त उपलब्ध हुन सकेन भन्छ आए खाली के चाहिँ गर्ने होला त पैसा त खाइदिन्छ कि अब चतुर्य पनि अत्तो पत्तै छैन 1 महिना भइसक्यो 3 दिनमा पठाइदिन्छु भनेर त्यही भने फोन गर त्यो नम्बर दिए भनेर उ हो त्यो आन ल लाग्दैन फोनै स्विच अफ भन्छ ल हेर खत्तम बनाइदिनु भयो बन्दुकी भएको पैसा हेर त्यत्रो ऋण गरेर विदेश पठाए जाने भनेर लिएर आएको पैसा के चाहिँ गर्ने होला खत्तम गर्यो ला मोबाइल ला ल्याउ होइन यो कुरा ओए झुत्रे के हो पारा तेरो त विदेश जाने भनेर पैसा लगायो त तिमीहरू त त्यहीँ घरै छ त के हो त अब चतुर्यले विदेश पठाइदिन्छु भनेर 3 दिन उडाइदिन्छु भनेर चाहिँ तिमीले दिए पैसा चतुर्यलाई दिए है चतुर्य अहिलेसम्म न फोन लाग्छ न के हुन्छ न मान्छे भेटेछ घरतिर चाहिँ छैन त्यो डाँगाले पो पैसा दियो तैँले त्यो डाकाले अनि तैँले सुन ल्याइदिन्छु भने खोइ त सुन पनि ल्याइदिनुहोस् सुन ल्याइदिन्छु भने यसले माइतलाई राखेको रहेछ के झुत्रे तेरो भिजाको लागि 50,000 जति नपुग्ने भयो होइन तुरुन्त अहिले भर्खरै झिकिहाल्छ झुत्रे तेरो पैसा यसले ल्यायो भने होइन यसलाई मैले विदेश जान लायो पैसा यसको पैसा तैँले लिएर गयो कहाँ लैजायो मिल्दैछ कि यसको प्रोसेसिङमा हालेछ मिल्दैछ 1 महिना कहिले मिल्छ त 1 महिना भइसक्यो तपाईलाई 3 दिन 4 दिनमा उडाइदिन्छु भनेर लाग्नु भयो झुत्रे कस्तो पारो हुने यो डाँगा हो यसलाई फटाओ बारी जान छुर्को छ त यहाँ हेर मैले 1 लाख रुपियाँ दिथेँ सुन राख्छु भनेर सुन पनि ल्याएन होइन अनि त्यहाँ चाहिँ पैसा तिरेन पैसा तिर्छ कि भनेर यहाँ आएको त कहाँका तँलाई हेर कति गरेँ नि मैले तँलाई फटै काम भन्दा गरेको छैन ल खुरुक्क लाएर झुत्रिया पैसा तिर्छ अब सिस्नु लिएर जाऊ यसलाई सिस्नु लाउनु पर्ने भयो तिमीहरू विदेश नजाने हो विदेश विदेश जाने भनेर तैँले 1 महिना भइसक्यो यिनीहरू पैसा नदिए 3 दिन उडाइदिन्छु भनेर अनि पैसा लिएर राख्ने तँलाई फटा एकजना मात्र बिल्लिन पठाउनु ठुलो कुरा नगर पस तँलाई मैले घर हालेर लाउँथेँ आज यहीँ लाउँछु सिनु पानी पक त्यहाँ 3-4 जनाको कुरो टाको मिलाएर यसलाई सँगै हालेर पठाइदिनु लागेको छ क्या त्यसै गरेर पक तँलाई मैले जानेको छ कहाँ छ पैसा झिक हुँदैन उसलाई त पैसा झिक तरिका त विदेश नजाने भए मेरो त्यहाँ 3-4 जना मान्छे छन् होइन अब यहाँ बन्दुकी मिन्दो के गर्नु सक्छन् है ल तेरो सिनु पानी लाउँ कि पैसा दिन्छस् यो तेरो पैसा ला अब तेरो कर्म रहन्छ हेर 3-4 जनालाई मैले सँगै हालेर चाहिँ खोजाइदियो यो पैसा त लिने होइन यो पैसा म लिने हो अब अहिले सुन ल्याइनस् तिमीहरूको जहिले सुन ल्याउँछस् त्यहिले तँलाई म पैसा दिउँला पहिला डिपोजिट राख अनि मात्रै पैसा पाउँछ म अहिले हिँडेँ सुन नदिँदैनौ कहाँ दिन्छु त किन हाजेर सुन ल्यायो धरौटी राख नि एक्सन यहाँ सुन झुत्रे यो पैसा मै राख्छु होइन तिमीहरूलाई अब फेरि ऋण चाहियो भने चाहिँ त्यो तिमीहरूको सुन ल्याएर धरौटी राख अनि मात्रै दिन्छु नत्र म दिन्न नि अहिले पनि देखा नानी हुन्छ यो पैसा लैजानु बल्ल फसे पैसा आयो बरु लिएर जानु ल है तिमीलाई पैसा चाहियो सुन लिएर आयो भने म चाहिँ हिँडी नानी हो त्यसै गर ल ल